आफ्नै पारामा केटाहरूले ल यहाँ पैसाको छ चिन्ता नमाग मसँग सारा नमाग भुइँमा छु आकाशका जुन तारा नमाग नमाग मसँग। हेलो सम्पूर्णमा सेवा नमस्ते। आज धेरै लामो समय पछाडि एउटा भिडियो लिँदैछु। यो आउँदै गरेको अथवा आइसकेको दसैँको घर देशमा हुनुहुने सम्पूर्ण आमा बुबा दाजुभाइ दिदीबहिनी मामा माइजू काका काकी अनि सासू ससुरा मेरो चाहिँ होइन अरू कोही सम्पूर्णमा दसैँको धेरै धेरै शुभकामना मजाले मनाउनु र परदेशमा रहनुहुने आमा बुबा दाजुभाइ दिदीबहिनीहरूलाई पनि दसैँको एकदमै धेरै धेरै शुभकामना छ। र अब हामी परदेशीको त अब यस्तै हो दसैँ तिहारको भन्ने कुरा त खासै थाहा सुद्धि हुन्छ, तर मनाउनलाई चाहिँ अलिक गाह्रो हुन्छ। जहिले तहिले काम हुन्छ, काम त्यही हो। दसैँ तिहार त्यत्रो साह्रो हुँदैन, त्यही पनि शुभकामना छ। हाम्रो चाहिँ कति 2 वर्ष पछि आज एक दिन आइतबार यसो काम गरौँ भनेर काम गर्नु आएको। ओटी परेको थियो, दिएको थियो, तर यसरी पानी आएर काम गर्नु चाहिँ दिएन। पानी आएपछि रङ लाउनु मिलेन। रङ लाउन नमिलिसकेपछि कति घन्टा 5-6 घन्टा बस्यो। 5-6 घन्टाको अन्तरालमा पनि पानी नसुकेपछि म भिडियो बनाउनु बाध्य भएँ। अनि हाम्रो सोल्टीहरू शुद्ध गरेर अब के गर्ने भन्ने विषयमा यहाँ छलफल गर्नको लागि अनुसन्धान गर्दैछ। अब काम गर्नु मिल्छ मिल्दैन भनेर हो। काम गर्नु मिल्यो मिलेन भने हामी गएर सुत्छौँ भन्ने हिसाबले हामी आइरहेको छौँ हेर्ने। रङको यस्तो विचित्र भइरहेको छ, यस्तो भइरहेछ के हो भने अझ पैसा फ्रीमा लिने विचार छ। 8 घन्टा छ। अब 8 घन्टामा कति घन्टा सक्यो? 5 घन्टा सकिसक्यो होइन। 11 बज्यो होइन, कति बज्यो? आधी दिन गइसक्यो। थोरै लगायौँ, हिजो पनि पानी आएर दिएन, अझ पनि थोरै लाग्यो भने बिग्रियो पुरा। यति सक्ने त्यो पोल्लो छेउसम्म छ, यस्तै छ। दसैँ पनि मस्त लागिरहेको छ। दसैँ मनाउनु पनि यस्तो छ। कामले काम जहिले काम हुन्छ परदेशीको जिन्दगीमा, के गर्ने र। यहाँ कामको छ चिन्ता, तिमी दसैँ भन्छौ, साँच्चै नबुझ्ने हो कि साँच्चै नबुझ्ने हो कि नबुझ्ने जस्तै बन्छौ। यहाँ पैसाको छ चिन्ता। के भन्दा काम पानी आएर काम गर्नु नपाइसकेपछि केटाहरूको काम चाहिँ त दिइरहेछ आफ्नै पारामा केटाहरूले। ल देखो आफ्नै पारामा, बङ्गाली आफ्नै पारामा दिइरहेछ, नेपाली आफ्नै पारामा दिइरहेको छ। यो नि त अनि अब के गर्ने। ल बन्दुको डान्स हेर्ने, बङ्गाली बन्दुको डान्स यस्तो छ है। ल हल्ला भाइ, हल्ला केटाहरू सबै आफ्नो पारामा काम नभइसक्यो चाहिँ पानी पऱ्यो चाहिँ यस्तो। दुईजना फेरि यता सुतिरहेछ पुरै, अनि 3-4 भाइ यता घुमाइ छ। ए के हो बोला?
कब तक चुप बैठे अब तो कुछ है बोलना कुछ बोलो कुछ बोले बोलना भाई परदेशी खाना प्लास्टिकमा ल्यायो क्या ठिक है गाह्रो छ हो गाह्रो छ परदेशी जिन्दगी प्लास्टिकमा भात ल्यायो खायो न Sorry ass DJ. आजको काम पानीले गर्दा रोक्यो एक बन्धु भाइ इधर दूसरा बन्धु भाइ इधर दूसरा बन्धु भाइ इधर बाद में दूसरा बन्धु भाइ इधर एक बन्धु भाइ इधर एक इधर एक उधर आज चाहिँ लास्टै पानी लास्ट पानी आयो कामसाम पनि भएन अब आजको अपडेट चाहिँ अन्तिम अपडेट होला कि पानी चाहिँ रहन्छ तर यतातिर सुकेको छैन के छ बन्धु हामी आज काम गर्न सक्छौँ कि सक्दैनौँ न आजको अवस्था के छ अझ सुत्ने होइन आज दिनभरि सुतिसक्यो अझै पनि साथीहरू सुत्ने कुरा गर्छ अब त्यही हो आजको अपडेट चाहिँ यस्तै भयो जिन्दगी तपाईँसँग जिन्दगीमा पहिलोपल्ट हो सुतेरै आज पैसा कमाइयो होइन 2 वर्षमा 1 वर्ष त्यसैले आजको दिन यसरी बित्यो भन्दै आजको भिडियोलाई चाहिँ यतै स्थगित गर्दै फेरि पनि अन्तिममा आएर सम्पूर्णमा दसैँको धेरै शुभकामना छ सबैजनाले मासु भात खाएर मजाले पचाउनु होला छेरपाटे नलागोस् भन्दै आजको लागि टाटा बाय बाय। इसी के साथ आज की मजदूरी यहीं खत्म करते हैं। अगर तुम्हें वीडियो पसंद आई तो लाइक मारो यार, मुझे नहीं पता मुझे 2 मिलियन लाइक्स चाहिए, कैसे ना कैसे करके मुझे चाहिए। इतना झिला मैं कभी नहीं होऊंगा अपनी पूरी जिंदगी में जितना इसमें झिलाऊं, मुझे चाहिए ही चाहिए। तो लाइक मारो और अगर तुम लोग नए हो तो सब्सक्राइब करो, वो जो लाल वाला बटन है उस पर फूट फेंक के मारो या फिर मोमबत्ती, मुझे नहीं पता, बस क्लिक हो जाना चाहिए। अब मैं भी जा रहा हूं, मुझे पैसों के पीछे भागना है। बाय।